अर्का व्यक्तित्व हुनुहुन्छ श्रद्धेय रञ्जनलाल श्रेष्ठज्यू। यहाँले समाज सेवा, मानव कल्याण, सामाजिक न्याय तथा विपन्न समुदायको उत्थानमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै 31औं महानगर दिवसका अवसरमा प्रशंसा सहित यो सम्मान व्यक्त गरिएको छ। सम्मान ग्रहण गरिदिनु हुनका लागि श्रद्धेय रञ्जनलाल श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। म सम्मानित आदरणीय व्यक्तित्वहरूलाई बधाई सहित सुखद जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु र यसरी सम्मान गरिदिनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई हार्दिक आभार प्रकट गर्दछु। मञ्चासीन सम्पूर्ण अभ्यागत सम्माननीय व्यक्तित्वहरू, आदरणीय व्यक्तित्वहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब म नगर प्रहरीद्वारा सम्मान परेड प्रस्तुतका लागि हार्दिक अनुरोध गर्दछु। काठमाडौँ महानगर प्रहरी बलबाट सम्मान परेड प्रस्तुतिका लागि अनुरोध गर्दछु। गरी टोली कमान्डर नगर प्रहरी हवलदार मन्जु श्रेष्ठ हुनुहुन्छ। त्यसैगरी दोस्रो टोली कमान्डर नगर प्रहरी हवलदार शुक्रवीर तामाङ हुनुहुन्छ। तेस्रो टोली कमान्डर नगर प्रहरी हवलदार सुरेश देउला हुनुहुन्छ। सँगसँगै सम्पदा प्रहरीको नेतृत्व नगर प्रहरी निरीक्षक एलिजा नेपालले गर्नुभएको छ। त्यसैगरी वाटर रेस्क्युको लागि डुङ्गा सहितको नेतृत्व नगर प्रहरी निरीक्षक श्याम प्रसाद सिन्हाले गर्नुहुनेछ। त्यसैगरी दमकल सहितको उद्धार सामग्रीको नेतृत्व नगर